के हुन्छ थाहा छैन। तर त्योभन्दा अगाडि हामीसँग जम्मा अब 5 जना पार्टी हुनुहुन्छ, पार्टिसिपेन्ट्सहरू, उहाँहरूको प्रेजेन्टेसन सुन्न पनि बाँकी नै छ। मलाई अस्तिदेखि भन्न मन लागिरहेको, गर्न मन लागिरहेको, तर अन द स्पट नआइरहेको एउटा कुरा छ, काम छ भनौँ। सबैजनाले एकचोटि ट्राई गरौँ है, सबैजना उठाउँ न एकचोटि। सरले चाहिँ खासै पढ्दैन थियो। हामी योगा गर्छौँ, योगमा ज्ञान मुद्रा गर्छौँ है, यो गरौँ न। माथि नै है, तल होइन। एउटा हातले यो गरौँ है, अर्को हातले चाहिँ पिसवाला साइन गरौँ। अब ठ्याक्कै त्यसलाई चेन्ज गरौँ। इजी भयो यो, छिटो छिटो गरौँ न। थ्याङ्क यू एभ्रिवान। यसले चाहिँ के गर्छ अरे भनेदेखि एकचोटि चाहिँ मेरो कस्तो प्रब्लम भइरहेको थियो भने एकदमै धेरै कन्सन्ट्रेट गर्न नसक्ने भएको थियो। सो मैले चाहिँ मुद्राहरूले पनि कन्सन्ट्रेसन पावर बढाउँछ कि भनेर सर्च गर्दै गर्दा यो मुद्रा भेटेको, अनि मलाई चाहिँ दिमागमा एकदमै दुखेको भएको भएर तपाईँहरूलाई मैले सेयर गरेँ है। म मेरो स्टुडेन्टहरूलाई नि सेयर गर्थेँ। आजको टपिकमा जाउँ है। यो किन गराएको भन्नु चाहिँ सबैजनाले इन्फर्मेसन दिँदा तपाईँहरूलाई पनि थाकिसकेर मेरो पनि इन्फर्मेसन नै छ। म चाहिँ सुदूरपूर्वको इलामको, इलाम भन्दै गर्दा तपाईँहरूलाई चियाबारी याद आउँछ, मैले भनिनँ तपाईँहरूलाई। तर म यस्तो ठाउँबाट, त्यो ठाउँको नाम चाहिँ तपाईँहरूले सुन्नु भएको छैन। म्याम मलाई 2 सेकेन्ड चाहिँ दिनुहोस् न, त्यति चाहिँ म मागेँ त। म चाहिँ माङमालुङ भन्ने ठाउँबाट हो, पर्यटकीय स्थल पनि हो, दाई कम्युनिटीबाट हो। माङमाको अर्थ हुन्छ केटी मान्छे यदि धामी रहेछ भने त्यसलाई माङमा भन्छ, र लुङको अर्थ ढुङ्गा हुन्छ। त्यहाँनिर चाहिँ एउटा मात्र हातले हल्लाउन सकिने ठुलो ढुङ्गा छ, त्यसैले त्यो ठाउँको नाम चाहिँ माङमालुङ हो। सो इलाम जाँदै हुनुहुन्छ भने माङमालुङको पनि दर्शन गर्नुहोला।